साथीहरू म एउटा कुरो भन्न गएको छु। के भन्दछु भनेको चाहिँ हिजो चाहिँ ग्याङ्गरमा अपार्टमेन्टमा एक काम गर्ने नेपाली दाजुको होइन चुडेलको आक्रमणबाट चाहिँ, मृत्यु भएको भन्ने खबर भर्खर सुने है। जो पनि हुनुहुन्छ अलि राम्रोसँग बस्नु होला है। धेरै राति चाहिँ बाहिर चाहिँ नजानु होला। किनभने चुडेल भनेको के हाम्रो भाषामा के बुझिन्छ भनेपछि त्यो भूत भन्छ नि, भूत भरडो त्यही हो होइन। अझ राति आफ्नो बच्चालाई भयो आफूलाई अलिक सेफ्टीमा बस्नु होला है। सेफ्टीमा बसे जतिको राम्रो केही छैन यो जङ्गलमा। सबैलाई भनिदिनु होला, जहाँसम्म पनि पुर्याइदिनु होला। हामीले यो फेसबुकमा हेर्ने हो भने त्यही छ, जहाँ पनि त्यही छ। चुडेलको कारणले गर्दाखेरि एउटा नेपाली दाजुको चाहिँ मृत्यु भएको चाहिँ हिजो राति भन्ने खबर चाहिँ फेसबुकमा आएको छ। त्यो साँच्ची पनि हो होइन। मैले त्यतिको मैले युट्युबमा बोलेको पनि छैन, त्यो साँच्चीकै नै हो। अब यदि झुट हुन्छ लाग्छ भनेपछि फेसबुकमा हेर्नु होला। आजकल फेसबुकमा कोही पनि छैन साथीहरू होइन, फेसबुकमा हेर्नु होला है। ल।